Hello, good morning. This is Manoj right here from Dubai. आज चाहिँ हाम्रो साकेला कार्यक्रम छ हुँदैछ। भर्खर न्युज थाहा भएर अब घुम्नु गइँदैछ साकेलातिर। साकेला मनाउनु पर्छ दुबई। लाग्यो टन्टलापुर घाम लागिरहेछ। साकेला हिँड्यौँ त हिँड्यौँ। साथीभाइ कोही छैन चिनेको दुबईमा। एक्लै हिँड्दैछ। एक्सपिरियन्स गरौँ न त दुबईको साकेला पनि कस्तो हुँदो रहेछ। ओके, सी यु लेटर। घाम त कडा लागेछ। यहाँ बस्दिएर चाहिँ हिँड्दै हिँड्दै चाहिँ जाने होइन त्यो ठाउँ। मेट्रोमा जाने हो। त्यो चाहिँ मेट्रो आउने गाडी, मेट्रो स्टेसन पुऱ्याउने गाडी आउँछ यहाँ छ टाइमिङहरू। अनि यहाँदेखि चाहिँ मेट्रो स्टेसनसम्म जान्छ, त्यहाँदेखि चाहिँ मेट्रोमा जाने हो त्यो ठाउँ। वेट गरौँ, 10:30 बजी आइपुग्दो रहेछ। अहिले भर्खर 10:18 भयो। पर्खाइपछि आइपुगेको छ। मेट्रो बस पनि आयो। यो लोकेसन चाहिँ ताज अल मदिना सुपर मार्केट हो। हल्कुज लोकेसनको यहाँ जाने हो। यसले चट्ट पुऱ्याइदिन्छ हामीलाई मेट्रो स्टेसन। त्यो मेट्रो स्टेसनको नाम चाहिँ अन पेसिभ मेट्रो स्टेसन हो। ल पछि अन पेसिभ मेट्रो स्टेसनमा भेटौँ है त। बसको सिस्टम त्यस्तो छ। यहाँभित्र आउनु बित्तिकै त्यहाँनिर मेट्रो कार्डले टच गरेर चेक इन गर्नुपर्छ। अनि निस्किने बेला पनि चेकआउट गर्नुपर्छ त्यहीँ ट्याप गरेर। फाइनली आइपुग्यो मेट्रो स्टेसनको पछाडि। उतापट्टि चाहिँ मेट्रो स्टेसन छ, पारिपट्टि। त्यहाँदेखि यहाँसम्म आउनु चाहिँ लगभग 20 मिनट लाग्दछ, 20-22 मिनट। जाम परेन भने। कहिले कहिले चाहिँ जाम हुन्छ, बेलुकातिर चाहिँ जाम हुने रहेछ। दिउँसो चाहिँ खासै जाम नहुने रहेछ। 20-22 मिनटमा आइपुग्यो हो मेट्रो स्टेसन। मेट्रो स्टेसन हो। अगाडि यो रहेछ डे टु डे हाइपर मार्केट। सपिङको लागि आउँदा हुन्छ, अफरहरू चलिरहेको हुन्छ बेला बेलामा। यहाँ चाहिँ स्टेसन एन्ट्रान्स अन पेसिभ मेट्रो स्टेसन। चेकिङ गर्ने हो। 6 रुपिस बाँकी। Burj Khalifa, Dubai Mall. The final destination of this train is Center Point. The next station is Burj Khalifa, Dubai Mall. المحطة القادمة هي برج خليفة. Center Point. The next station is Bergman. स्टेसन आइपुगेको छ। यो चाहिँ गुहाबा भन्ने स्टेसन यहाँ छ। आजको कति छ ब्यालेन्स? 4 दिन बाँकी रहेछ। अब यहाँदेखि एक्जिट हुने हो मस्तिर। आएपछि थाहा छैन। हेर्दै खोज्दैछु। एक्जिट चाहिँ हुँदैछ, कहाँनिर एक्जिट हुँदैछ थाहा छैन। यहाँनिर बस्छ एक्जिट। यहाँदेखि कतापट्टि जाने हो कन्फ्युज। बाहिर गएर हेर्नुपर्छ। यो स्टेसनमा आइपुग्यो। यहाँदेखि बाटो खोज्नुपर्छ। यता कतातिर, यता कि यता, राइट लेफ्ट, यता उता खोज्दै जानुपर्छ। चाहिँ नेपाली पार गरे। सब नेपाली भएर प्रायः मोस्ट अफ पिपलहरू।
पर्दुवे भन्ने ठाउँमा आइपुग्यो। लोकेसन हेर्दै आएको थिएँ त्यतैतिर हो कि कस्तो लागिरहेको छ। ठाउँ चाहिँ यस्तो रहेछ मजाले हेर्दा झन् चाहिँ कडक लागिरहेछ। बल्ल भेट्यो यो है के होटल छ होटलको नाम बिर्सेँ। यहाँ छ हामी जानुपर्ने यो क्लब SK7 M फ्लोर। लेट्स गो। सिसै केयर कार पारेको रहेछ त्यस्तो साह्रो। यहाँ कहिले भइसक्यो 6 जुनमा भ्याउन लागेको रहेछ। कुहाउन लागिरहेछ को त्यस्तो यस्तो रहेछ। सभापति ज्यूसँग म अनुमति चाहन्छु। धन्यवाद। उहाँबाट गरिसकेको छु। यसै गरी आजका यस टुरिस्ट प्याकेजलाई समेत पार्नको लागि हाम्रो निम्तलाई स्वीकारेर उपस्थिति हुनुभएका श्री वीरबल सुनुवार हजुरहरू यस स्टेजमा आएर आफ्नो सिरुबाट आजको यस कार्यक्रमलाई सधैँ पार्नको लागि तपाईँहरूको मेन भूमिका रहनेछ। सम्पूर्ण कामदारी भाइहरू हाम्रो स्टेजमा दीप प्रज्वलन गरेर कार्यक्रम सुरु।
कार्यक्रम चाहिँ यहीँ भयो थियो यो के हो कङ्क्रिट क्रिक भ्यू होटलमा यो कार्यक्रम सकेपछि बाहिरको भ्यू हाउसफुल छ मान्छेहरू टन बढ्दै भयो हामी चाहिँ सिङ्गल मेट्रो पनि यही नजिकै भएकोले हामी एकछिन बसेर गइन्छ एकछिन बसेर जाने सबजना व्यस्त छन् आफ्नो भिडियो बनाउनुको लागि बिजी क्यामेराले साथ दिइरहेछ हावा चलिरहेछ दामी मजाको हावा चलिरहेछ यार आयो यस्तो छ कार्यक्रम भएर भ्रमण सक्यो अब झरिङ रिटर्निङ ब्याक कार्डमा कति छ रिचार्ज गर्नु त आइयो कार्ड रिचार्ज गर्नु भनेर आएको 10 कोहरू मात्रै 10-5 को मात्रै नोट एक्सेप्ट गर्ने रहेछ छैन नोट अब साट्नुपर्छ यो केटासँग भएर आयो कार्यक्रम
रात परिसक्यो अघि डे थियो अहिले नाइट कोर्स हो यहाँदेखि फेरि अघि गाडी चढेको ठाउँमा पुग्नुपर्छ गाडी चढ्नु पारिपट्टि फाइनल्ली आइपुग्यो बसबाट झऱ्यो नाचगान गरेर आइयो साकेला भाएर आइयो रमाइलो भयो मन पनि गऱ्यो एक्लै हस्ने रमाइलो भयो अब फेरि मौका मिल्छ मिल्दैन मौका पाएको बेला हान्दिने ओके फाइनली साकेला भाएर आयो अब चाहिँ रुममै आइपुग्यो एकदम थकित बस्यो रमाइलो भयो थाक्यो रमाइलो पनि गरियो दुवैको साकेला पनि भ्यायो रमाइलो भयो